हेलो साथीहरु, मेरो युट्युब च्यानलमा तपाईहरु सबैलाई स्वागत छ। आज शिक्षक सेवा आयोगको मावि स्तरको फर्स्ट पेपरको केही अब्जेक्टिभ टाइप क्वेशन गर्न गइरहेछु, जुनमा हाम्रो फर्स्टको 1.1 मा हाम्रो के छ भने सूर्यमण्डल, सूर्य ग्रह र उपग्रह ताराको केही अब्जेक्टिभ टाइप क्वेशनहरु हामी सल्भ गर्न गइरहेछौं। टपिकको नाम छ सूर्यमण्डल, सूर्य ग्रह, उपग्रह तारा 1.1 को है। त ढिला नगरी आजको विषयवस्तुतर्फ लागौं। पहिलो के भनिरहेछ भने कुन ग्रहलाई रातो ग्रहका नामले चिनिन्छ? बुध, मंगल, शुक्र, शनि भनिरहेछ। मंगल ग्रहलाई रातो नामले चिनिन्छ। 2 मा के छ भने टाइटन र फोबे कुन ग्रहका उपग्रह हुन्? के भनिरहेछ? टाइटन र फोबे कुन ग्रहका उपग्रह हुन् भनेपछि शनि, बृहस्पति, मंगल र अरुण भनिरहेछ। यो शनिको हो। त्यसपछि बृहस्पति ग्रहको सबभन्दा सानो उपग्रह कुन हो? बृहस्पतिको सबभन्दा सानो उपग्रह लिडा हो, लिडा है। यमलाई सर्वप्रथम ग्रहको मान्यता कहिले प्रदान गरिएको थियो? अब यमलाई सबभन्दा पहिले ग्रहको मान्यता 1930 मा गरेको थियो है। आकारको आधारमा निम्न ग्रहमा सबभन्दा सानो ग्रह कुन हो? पृथ्वी, मंगल, वरुण र शुक्रमा सबभन्दा सानो मंगल हो है। तल कुन अवस्थामा पृथ्वीमा सबभन्दा लामो दिन हुन्छ? कुन अवस्थामा पृथ्वीमा सबभन्दा लामो दिन हुन्छ भन्दाखेरि सूर्य भूमध्य रेखा माथि परेको समयमा, सूर्य मकर रेखा माथि परेको समयमा, सूर्य कर्कट रेखा माथि परेको समयमा, माथिको सबै अवस्था भनिरहेछ। यसमा सूर्य कर्कट रेखा माथि परेको समयमा हुन्छ है, यसको सी हुन्छ। कुन ग्रहलाई मर्निङ स्टारको नामले चिनिन्छ? बुध, शुक्र, पृथ्वी, मंगल भनिरहेछ। बुधलाई मर्निङ स्टारको नामले चिनिन्छ। कुन ग्रहलाई रहस्यमय ग्रहको नामले चिनिन्छ? रहस्यमय ग्रह भनेको बुध, शुक्र, मंगल र बृहस्पति भनिरहेछ। शुक्र ग्रहलाई रहस्यमय ग्रह भनिन्छ है। त्यसपछि कुन ग्रहलाई रहस्यमय ग्रहको नामले चिनिन्छ? शुक्र भइहाल्यो। उपग्रहहरूमा चन्द्रमा कतियो ठुलो उपग्रह हो? अब उपग्रहहरूमा चन्द्रमा कतियो ठुलो उपग्रह हो भन्दाखेरि तेस्रो भनिरहेछ, चौथो, पाँचौं र छठौं भनिरहेछ। पाँचौं ठुलो उपग्रह चाहिँ हाम्रो चन्द्रमा हो है। त्यसपछि चन्द्रमास कति दिनको हुने गर्दछ भनेपछि 29 दिन भनौँ न, 29 दिनको हुने गर्दछ है। पृथ्वीको कुल क्षेत्रफलमा जमिनको हिस्सा कुल कति वर्ग किलोमिटर रहेको छ भनेपछि पृथ्वीको कुल क्षेत्रफलमा जमिनको हिस्सा कुल कति वर्ग किलोमिटर रहेको छ भनेपछि 14 करोड 10 लाख है। त्यसपछि पृथ्वीको सतहबाट देखिने सबभन्दा चम्किलो तारा कुन हो भनेपछि सूर्य, प्रोक्सिमा सेन्चुरी भनिरहेछ, पुनवसु भनिरहेछ, साइरस भनिरहेछ। पृथ्वीको सतहबाट देखिने सबभन्दा चम्किलो तारा साइरस हो है। त्यसपछि गुड अफ स्काई एन्ड लाइटिङ भन्नाले कुन ग्रहलाई चिनिन्छ? बुध, शुक्र, शनि, बृहस्पति भनिरहेछ। बृहस्पतिलाई चिनिन्छ है। त्यसपछि नील आर्मस्ट्रोङले चन्द्र धरातलमा पहिलो पाइला कहिले टेकेको थियो भन्दाखेरि 1969 जुलाई 21 का दिन 1969 जुलाई 21 का दिन नील आर्मस्ट्रोङले चन्द्रमामा पहिलो पाइला टेकेको थिए है। त्यसपछि अन्तरिक्ष पुग्ने पहिलो व्यक्ति को हुन् भनेपछि अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति को हुन् भनेपछि ग्यालेक्सी लियोनोभ भनिरहेछ, एलान एसेम्पर्ट भनिरहेछ, युरी गागारिन भनिरहेछ, भेलेन्टिया तेरेस्कोभा भनिरहेछ। युरी गागारिन हुन्छ है। सबभन्दा ठुलो शिशु ग्रह कुन हो भनेपछि केयर्स, डग स्टार, प्रोक्सिन सेन्चुरी र साइरस भनिरहेछ। केयर्स हुन्छ है। पृथ्वीको सतहबाट सबभन्दा पछिल्लो पटक धूमकेतु कहिले देखिएको थियो भनेपछि 1928 भनिरहेछ, 1968 भनिरहेछ, 1986 भनिरहेछ। सबभन्दा पछिल्लो धूमकेतु कहिले देखियो भनेपछि 1986 मा देखियो है। त्यसपछि अर्को के भनिरहेछ? सन् 1994 मा बृहस्पति ग्रहमा ठोकिएर नष्ट भएको पुच्छरे तारा कुन हो भनिरहेछ भनेपछि सुमेकर लेभी हो है।
सुमकर लेभी 1994 मा बृहस्पति ग्रहमा ठोकिएर नष्ट भएको हो है। सुमेरु लेभी है, सुमेकर लेभी हो। त्यसपछि नेक्स्टमा आएपछि अर्को कुन छ हाम्रो ताराको जीवनको अन्तिम अवस्थालाई के भनिन्छ भनेपछि अल्फा स्टार, न्यूट्रोन स्टार, ग्रेट बियर्ड र पोलर स्टार भन्छ। ताराको जीवनको अन्तिम अवस्थालाई न्यूट्रोन स्टार भनिन्छ है साथीहरू। एक प्रकाश वर्षमा प्रकाशले औसतमा कति दूरी पार गर्दछ भनिरहेछ भने एक प्रकाश वर्षमा प्रकाशले 95 अर्ब किलोमिटर पार गर्दछ है। त्यसपछि पृथ्वीको परिधि कति छ भनेपछि 30,000 किलोमिटर, 40,000 किलोमिटर, 50,000 किलोमिटर, 60,000 किलोमिटर भनिरहेछ। पृथ्वीको परिधि 40,000 किलोमिटर छ है। पृथ्वीको मध्यमण्डलले कुन क्षेत्रफलको कति % हिस्सा ओगटेको छ भनेपछि 68% है। पृथ्वीको मध्यमण्डलले कुल क्षेत्रफलको कति % हिस्सा ओगटेको छ भनेपछि 68%। खग्रास सूर्य ग्रहण बढीमा कति समयसम्म कायम रहन्छ भनेपछि 4 घण्टा 8 मिनेट 8 घण्टा अनुमान गर्न सकिँदैन भनिरहेछ। खग्रास सूर्य ग्रहण बढीमा कति समयसम्म कायम हुन्छ भने 8 मिनेटसम्म कायम हुन्छ है। त्यसपछि डाइनोसरको उत्पत्ति कुन कालखण्डमा भएको मानिन्छ। अब डाइनोसरको उत्पत्ति कहिले भयो भन्दाखेरि पुरा जीवन, नवजीवन, मध्य जीवन र अध्य जीवन भनिरहेछ। मध्य जीवनमा भएको थियो है। मध्यजीवमा भएको थियो डाइनोसरको उत्पत्ति है। सूर्य ग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ। अब सूर्य ग्रहण लाग्दाखेरि कुन भाग ढाकिन्छ भने चाहिँ पूर्व, पश्चिम, उत्तर, दक्षिण दिइरहेछ। सूर्य ग्रहण लाग्दाखेरि सबभन्दा पहिले ढाकिने भनेको पश्चिम भाग हो है। निम्न कथनमा विचार गर्नुहोस्। ब्रह्माण्ड समूहमा सूर्य परिवार ताराहरू र तारापुञ्जहरू निहारीका पर्दछन्। यो पनि ठिक हो। आकाशगङ्गा तारामण्डलको एक बिन्दुबाट अर्को बिन्दुमा पुग्न 1,00,000 प्रकाश वर्ष लाग्दछ। यो पनि ठिक हो। CMBR थ्योरी अनुसार ब्रह्माण्डको उत्पत्ति करिब 14 अर्ब वर्ष पहिले भएको मानिन्छ। यो पनि ठिक हो। आकारका हिसाबले तेस्रो ठुलो ग्रह वरुण हो। यो गलत हो है। 4 चाहिँ बेठिक हो भनेपछि यो 3टा ठिक, 4 बेठिक। त्यसपछि सुपरनोभा भनेको के हो। अब हामी सुन्छौँ नि सुपरनोभा भनेको तारापुञ्ज विस्फोट भनिरहेछ। ठुला तारामा विस्फोट। सुपरनोभा भनेको ठुला ताराहरू हुन्छ नि, जब ऊ आफ्नो भुरेसकालतिर लम्किँदै जाँदाखेरि उसमा विस्फोट हुन्छ क्या, सेन्टरतिर तान्दाखेरि। त्यही विस्फोटको कारणले सुपरनोभा भनेको ठुलो तारा विस्फोट हुनुलाई सुपरनोभा भनिन्छ है। सूर्यको अध्ययन गर्न पठाइएको पहिलो मानवयुक्त अन्तरिक्ष यान स्काई ल्याब कहिले प्रक्षेपण गरिएको थियो। 1994 भनिरहेछ, 1974 भनिरहेछ, 1975 भनिरहेछ, 1976, 1977 1974 हुन्छ है। त्यसपछि फोटो सफ्टवेयर दोहोऱ्याएका मध्ये कुन हो। फोटो सफ्टवेयर देखाएका मध्ये कुन हो। पृथ्वीको सतह, सूर्यको सतह, पृथ्वीको केन्द्र, सूर्यको केन्द्र। सूर्यको सतह हुन्छ है। निम्न ग्रह मध्ये आकारका आधारमा ठुलो ग्रह कुन हो भनेपछि शुक्र, मङ्गल, पृथ्वी भनिरहेछ। आकारको आधारमा ठुलो ग्रह पृथ्वी हो है। शुक्र ग्रह सम्बन्धको आधारमा जोडा मिलाउनुहोस्। अब यहाँ ग्रह सम्बन्धको भनौँ न, ग्रह सम्बन्धको आधारमा जोडा मिलाउन भनिरहेछ। टाइटन भनेपछि टाइटन फोबे हुन्छ है। टाइटनको फोबे हुन्छ। त्यसपछि गोनिमिडको लिडा हुन्छ। टिटानियाको मिरिन्डा हुन्छ र टिट्रोनको नेसो हुन्छ है। अब त्यसपछि नेक्स्ट के भनिरहेछ। निम्न विषयहरूमा कुन एक जोडा तथ्य गलत छ। सूर्यबाट नजिकको तारा प्रोक्सिमा सेन्चुरी हो।
सूर्यमण्डलको सबभन्दा सानो ग्रह बुध हो। सूर्यमण्डलको सबभन्दा सानो उपग्रह लिडा हो। सूर्यमण्डलको सबभन्दा ठुलो तारा ग्यानिमिड हो है। यो चाहिँ गलत हो है। सूर्यमण्डलको सबभन्दा ठुलो तारा ग्यानिमिड हो भनेर यो गलत हो। त्यसपछि अर्कोतिर जाउँ। अब अर्कोमा के भनिरहेछ भने निम्न कथनहरू विचार गर्नुहोस् है। बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान मेसेन्जर हो। ठिक छ। वसन्त र फुलको देवता भनेर शुक्रलाई चिनिन्छ। ठिक हो। टेलुसियर्स भन्नाले पृथ्वीलाई चिनिन्छ है। यो पनि ठिक हो। चन्द्रमाको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा 6 गुणा बढी छ। यो गलत हो है। भनेपछि ए ठिक हो। 1 2 3 ठिक हो, 4 गलत हो। चन्द्र धरातलमा प्रवेश गर्ने प्रथम 4 राष्ट्रको समूह तलका विकल्पमध्ये कुन हो? युएसए, रसिया, चीन र भारत भनिरहेछ। सबभन्दा पहिले युएसए हो, त्यसपछि रसिया हो, त्यसपछि चीन हो, त्यसपछि भारत हो है। त्यसपछि अर्कोमा गुड स्काई एन्ड लाइटिङ भन्नाले कुन ग्रहलाई चिनिन्छ? गुड स्काई लाइटिङ भन्नाले कुन ग्रहलाई चिनिन्छ भनेपछि बृहस्पति हो।